हेलो साथीहरू, दिपिकाको सानो संसारमा तपाईँहरूलाई स्वागत छ। आजको मेरो ब्लग चाहिँ के छ भने कबर्ड अर्गनाइज भनौँ न। यो अब समर लागेको छ। समरमा चाहिँ अब सबै आफ्नो समरको कपडाहरूलाई एक साइड गरेर राख्नु पर्यो हो। लाउने बेलामा भेटिँदैन। विन्टर सकिएको कति टाइम भइसक्यो, महिना भइसक्यो। समरको कपडा मिलाएर राख्छु भन्दा भन्दै हो यत्रो दिन यतिकै भइसक्यो। खोजेको बेला भेटिँदैन। पार्लर जाने बेलामा खोज्छु, कपडै कता परिरहेको हुन्छ हो। सबै मिलाएर राख्नलाई आज चाहिँ मैले यो काम राखेको। आज सन्डे चाहिँ मैले आज जसरी भए पनि हो, सधैँ सन्डे त हुन्छ। कहिले कता के काम पर्छ, कहिले कता जानुपर्छ। अस्ति लास्ट टाइम विकमा माइत गएको थिएँ हो। अन्तदेखि कहिलेकाहीँ सन्डे पनि एपोइन्टमेन्ट हुन्छ। त्यसले गर्दाखेरि कतिवटा काम गर्न भ्याउँदिनँ। गर्छु भनेर त्यत्तिकै हुन्छ। आज चाहिँ जसरी भए पनि म यो सबै काम निप्ट्यारै छोड्छु भनेर चाहिँ मुड बनाएर बसेको छु। अनि सब के लुगाहरू मिलाउँदै हो राख्दैछु। तपाईँहरू पनि त त्यस्तै त होला है। सन्डेको दिन मुस्किलले टाइम निकाल्नुहुन्छ होला आफ्नो घरको काम, अलिक डिप क्लिनिङ, अनि अलिक किचनहरूको टाइम अब निकाल्नु पर्यो। त्यसको लागि पनि एक्स्ट्रा एक दिन चाहिँ मजाले हर हप्ता एउटा काम गऱ्यो भने हल्का हुन्छ नि। सन्डे कहिले कपडा मिलाउनु, कपडाहरू मिलाउनु, कुनै सन्डे किचनको अलिक डिप क्लिनिङ गर्नु हैन। त्यसो गरेर एउटा एकैचोटि त गर्न पनि सकिँदैन, मुस्किल भ्याइँदैन पनि मेन कुरा चाहिँ। त्यसले गर्दाखेरि चाहिँ म पनि आजको दिन चाहिँ मुस्किलले टाइम निकालेको छु। तपाईँहरूलाई देखाउँदैछु मैले कसरी मिलाएर अर्गनाइज गरेर राखेँ। हेर्नुहोस् ल। ठग्गै भने जस्तो भयो। हेर्नु न, पसिना भयो। सबै मिलाएरै राखेँ हो। जति सकेँ भ्याएँ त्यसमा चाहिँ अलमोस्ट सबै मिलाएर राखेँ। अब यो एक दुई दिनको त नाटक हो। त्यस पछाडि त फेरि उस्तै फेरि एउटा गर्ने बित्तिकै उस्तै भइहाल्छ है। सबैको त्यही होला। मिलाएँ, अब पसिना भएँ, थाकेँ। अब केही फ्रेस जुस बनाएर खानु पर्यो। अब यो सबै ब्लुबेरीको स्मुदी बनाउनु पर्यो। अब यहाँ सबै सामान राखेको चाहिँ हेरिहाल्नु। यो सबै हालेर मजाले स्मुदी बनाउँछु अनि खाने हो। हस्बेन्ड चाहिँ आज म्याच थियो, म्याच हेरेर बसिरहनु भएको थियो कि मैले स्मुदी बनाएर ल्याएको त सरप्राइज हुनुभयो हो। के हो यस्तो अचानक के बनाएर ल्यायो यस्तो हेर्दै खौँ लाग्दो अरे कि। अनि खाएर हेर्नु न कस्तो छ भनेर भनेको। अनि लु चेस गरौँ अरे कि। चेस गरेर अन्तदेखि दुईजनाले मजाले बसेर पियौँ। दामी रहेछ, दामी अरे हो। अनि मिठो हुन्छ नि कहिलेकाहीँ, मजा आउँछ। अब गरम लागेको छ यस्तो के बनाएर खाइरहनलाई मलाई मनपर्छ। बनाइरहन्छु प्रायः म। अन्तदेखि काम गरेर थाकेको पनि थियो, फ्रेस भयो, अलिक रिफ्रेस। बाई बाई साथीहरू। मेरो ब्लग आजको कस्तो लाग्यो तपाईँहरूलाई हेर्नुहोस्, सब्सक्राइब गरिदिनुहोस्, कमेन्ट लाइक गरिदिनुहोस्। बाई बाई।